नेपालको संविधानले सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउँदै सुशासनयुक्त बनाउने उद्घोष गरेको छ। नेपालको संविधानको कार्यान्वयन गर्नु रत्नगर नगरपालिकाको पनि दायित्व हुन आउँछ। यसै गरी स्थानीय सरकार सञ्चालन ऐन, सुशासन ऐन, यसै गरी सूचनाको हक सम्बन्धी ऐन लगायतका विविध कानुनहरूले सार्वजनिक सेवालाई पारदर्शी बनाउनु पर्ने व्यवस्था गरेका छन्। यसै गरी सार्वजनिक सुनवाईको व्यवस्था पनि सुशासन ऐन तथा स्थानीय सरकार सञ्चालन ऐनमै व्यवस्था गरिएको छ। सोही अनुसार हामीले आज यो दोस्रो चौमासिकको सार्वजनिक सुनवाई कार्यक्रम यहाँ गर्न लागेका छौँ। यस अवधिसम्म नगरपालिकाबाट सम्पादित भएका मुख्य कुराहरूलाई मैले समरीको रूपमा, सारांशको रूपमा यहाँ प्रस्तुत गर्न चाहन्छु। यद्यपि मैले यहाँ प्रस्तुत गरेका कुराहरू सबै कार्यहरूसँग, सबै नगरपालिकामा भएका सेवा प्रवाह, विकास तथा आकस्मिक व्यवस्थापनका सबै क्रियाकलापसँग समेटिने खालका छैनन्। यहाँहरूले आफूलाई लागेका, आफ्नो मनमा उब्जेका र नगरपालिकालाई दिनुपर्ने सुझावका विषयहरू खुलेर दिन सक्नुहुन्छ भन्ने पनि मैले यहाँहरू सबैलाई आग्रह गर्न चाहन्छु। हामीले आर्थिक वर्ष 82-83 को लागि बजेट विनियोजन गरेका थियौँ असार महिनामा, गत असार महिनामा, र त्यस पश्चात त्यति बेला हामीले बजेट विनियोजन गर्ने बेलामा 1,42,22,42,000 को बजेट हामीले विनियोजन गरेका थियौँ र सामाजिक सुरक्षा सहित हाम्रो बजेट 1,75,00,00,000 को थियो भने चालु र पुँजीगत खर्च लाई हामीले 1,42,00,00,000 मा राखेका थियौँ र हामीसँग भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनले नगरपालिकाका मुख्य प्रशासनिक भवन, यसै गरी 16 वटा वडा कार्यालयहरूका भौतिक संरचना साथसाथै अन्य अभिलेखहरू, मेसिनरी चिजहरू, फर्निचर, फिक्सर लगायतमा ठुलो क्षति पुगेको हुनाले हामीले तत्कालै विशेष सभा पनि गऱ्यौँ र विशेष सभाबाट हामीले चालु खर्चलाई कटौती गर्दै जनताको उच्च माग, सरकारी खर्चलाई अलिकति पारदर्शी, मितव्ययी बनाउने हिसाबले नगरसभा, विशेष नगरसभा बसेर हामीले चालु खर्चको 5,57,00,000 बजेटलाई पुँजीगत खर्चमा सार्यौँ। त्यस रकमबाट हामीले विशेष गरी क्षति भएका नगरपालिकाका प्रशासनिक भवनहरू, यसै गरी 16 वटा वडा कार्यालयहरूको तत्कालीन मर्मत सम्भार र दीर्घकालीन निर्माणको काममा हामीले विनियोजन गरेका थियौँ। यसै गरी सवारी साधन पनि हाम्रो पुरै क्षति भएको अवस्था थियो भने फर्निचर, फिक्सर लगायतका मेसिनरी सामानहरूमा पनि ठुलो क्षति भएको अवस्था थियो। सो रकमबाट हामीले हालसम्म 80% भन्दा बढी भौतिक प्रगति गरिसकेको अवस्था म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यसै गरी हामीले राजस्वको लक्ष्य 14,52,00,000 राखेका थियौँ र सो लक्ष्य पनि अहिलेसम्म आउँदा हामीले 8 महिनाको यो 8औं महिना बिताउन लागेका छौँ र अहिलेसम्म आउँदा 10 करोड राजस्व सङ्कलन भइसकेको छ र जुन हाम्रो लक्ष्यको हाराहारी 70% हुन आउँछ र यसरी हेर्दा हामीले राजस्व सङ्कलनको लक्ष्यलाई सजिलै पार गराउन सक्ने अवस्थामा छौँ। यसै गरी योजना तथा उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने विभिन्न कार्यक्रमहरूमा पनि हामीले उल्लेख्य अहिले प्रगति गरेको अवस्था छ। 56 वटा उपभोक्ता समिति मार्फत गरिने योजना तथा कार्यक्रमहरूको सम्झौता भई कार्यान्वयनको चरणमा गइसकेको छ भने हामीले सार्वजनिक खरिद ऐन अन्तर्गत विद्युतीय खरिद र विभिन्न खरिद माध्यमबाट गरिने बोलपत्रहरू 45 वटा विद्युतीय प्रणाली मार्फत आह्वान गरिसकेका छौँ भने धेरै जसो कार्यान्वयनको चरणमा छन् र भौतिक प्रगति पनि सन्तोषजनक अवस्थामा रहेको पाउन सकिन्छ। अहिलेसम्म हामीले वित्तीय प्रगतिको रूपमा नगरपालिकाले खर्च गरिसकेको 25.24% लाई हेर्ने हो भने हाम्रो वित्तीय प्रगति अलिकति कमजोर नै देखिन्छ। तथापि भौतिक प्रगति अहिलेसम्म हाम्रो 50% भन्दा बढी छ। यो भनेको के हो भने हाम्रो फिल्डमा काम भइसकेको तर भुक्तानी भइ नसकेको अवस्थाले हाम्रो 25% यसमा ग्याप देखिन्छ र डकुमेन्टेसन भइसकेपछि, कागजपत्र आइसकेपछि हामीले 50% भन्दा बढी प्रगति हासिल गर्ने अवस्था छ। हामीले मुख्य कामको रूपमा नगरपालिकाको शिक्षा शाखाबाट सम्पादित मुख्य कामहरूमा राष्ट्रपति रनिङ सिल्ड, मेयर कप ब्याडमिन्टन लगायतका खेलकुद कार्यक्रमहरू
सम्पन्न गरिसकेका छौँ। यसै गरी नियमित रूपमा शिक्षकहरूको पारिश्रमिक निकासा गर्ने, छात्रवृत्ति रकम निकासा गर्ने, यसै गरी इएमआइएसमा अद्यावधि गर्ने तथा स्थानीय पाठ्यक्रम परिमार्जन लगायतका कामहरू पनि गरिरहेकै छौँ। स्वास्थ्य शाखा तथा यससँग सम्बन्धित कार्यहरू अन्तर्गत नियमित स्वास्थ्य सेवा तथा विपन्न उपचार सेवाका लागि 3वटै अस्पतालसँग हामीले सम्झौता एमओयू गरे अनुसार सोही कार्यान्वयनमा पनि गइरहेको अवस्था छ। यसै गरी नक्सा शाखा, पूर्वाधार शाखा, पञ्जीकरण शाखा, आर्थिक प्रशासनसँग सम्बन्धित आफ्नो आफ्नो शाखासँग सम्बन्धित नियमित कामहरू पनि भइरहेकै अवस्था छ। यसै गरी कृषि तथा पशु शाखा अन्तर्गतका कामहरू पनि मागमा आधारित कार्यक्रमहरू सञ्चालन भइरहेको, रासायनिक मल वितरण कार्य, गोठ गोठमा भेटेरिनरी, खेत खेतमा कृषि प्राविधिक भन्ने कार्यक्रम पनि सञ्चालन भइरहेको र अन्य नियमित कार्यहरू सञ्चालन भइरहेको अवस्था छ। सेवा विकास र सुशासनमा भएका नवीनतम कार्यहरू अन्तर्गत हामीले नियमित रूपमा स्वीकृत दरबन्दीलाई फुलफिल गर्ने र माग पठाउने काम गरिरहेको अवस्था छ भने प्राविधिक कर्मचारीहरूको फिल्डमा अलिकति अभाव भएको अवस्थालाई मध्यनजर गरी एक वडामा कम्तीमा एक प्राविधिक राख्ने नगरपालिकाको नीति अनुसार अहिले वडाहरूलाई क्लस्टर गरेर प्राविधिकहरू खटाइसकिएको अवस्था छ। नगरपालिका कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूको सार्वजनिक सेवा प्रवाह पारदर्शी र जनमैत्री बनाउन नियमित अनुगमन तथा कर्मचारी क्षमता विकास लगायतका कामहरू पनि हामीले सम्पन्न गरिसकेका छौँ र यी कार्यक्रमहरू नियमित रूपमा सुचारू हुने जानकारी पनि म यहाँहरू समक्ष गराउन चाहन्छु। यसै गरी न्यायिक समिति अन्तर्गतका कार्यहरू पनि न्यायिक समितिले मेलमिलाप गराउने मुद्दाहरूको मेलमिलाप सम्बन्धी कार्यहरू नियमित भइरहेको छ र मेलमिलापकर्ताहरूको छनौट गर्ने काम पनि यही अवधिमा भइसकेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। यसै गरी नगर वडा मेलमिलाप केन्द्रहरूबाट मेलमिलाप सम्बन्धी नियमित कार्यहरू सञ्चालन भइरहेको र हुने नै छ। हामीले यस अवधिमा गरेका उल्लेख्य कामहरूमध्ये पुनर्निर्माण र व्यवस्थापनको काम हामीले गरेका छौँ, जस अन्तर्गत 5,57,00,000को पुनर्निर्माण कोष अन्तर्गत पुनर्निर्माणको काम हामीले अधिकांश गरिसकेका छौँ र यसमा केही रकम अभाव पनि भएको अवस्था छ र अब तत्कालै हुने नगरसभामा हामीले त्यो कार्यक्रम पनि लैजाने म यहाँहरू सबैलाई जानकारी गराउन चाहन्छु। यस अन्तर्गत हामीले 2वटा मुख्य प्रशासनिक भवन र 2वटा सहायक प्रशासनिक भवन, नगरपालिकाको भवनसँगै जोडिएको एउटा लाइब्रेरी र अर्को कृषि तथा पशु शाखा बनाउने गरी तय भएको भवनमा पनि क्षति पुगेको थियो। ती 2वटा भवन ठेक्काको प्रक्रियामा गएको र 2वटा भवन पूर्ण रूपमा मर्मत भइसकेको अवस्था यहाँहरूलाई म जानकारी गराउन चाहन्छु। यसै गरी 16वटा वडा कार्यालयहरूमा अहिले अधिकांश वडा कार्यालयहरूको निर्माण तथा मर्मतको काम भइरहेको जानकारी पनि म गराउन चाहन्छु। यसै गरी फर्निचर खरिदको काम पनि अब 1 हप्ताभित्र हामीले सम्बन्धित शाखाहरू सम्बन्धित कार्यालयहरूमा पुर्याउने म जानकारी गराउन चाहन्छु। यसै गरी मेसिनरी खरिदको काम पनि हामीले सम्पन्न गरिसकेका छौँ भने सवारी साधन खरिदको ठेक्का प्रक्रियामा गएको अवस्था छ। विशेष स्वास्थ्य उपचार सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउन प्रयास गरिरहेको अवस्था छ भने नागरिकको चाहना र अपेक्षा अनुसार सुशासन प्रवर्धन सेवा प्रक्रियालाई सरल, छिटो, छरितो र पारदर्शी रूपमा प्रदान गर्नका लागि सेवाग्राही मैत्री संरचना, सूचना प्रविधि सेवा र जनगुनासो व्यवस्थापन प्रणालीलाई अवलम्बन गर्ने प्रयास पनि गरिएको छ। यसका लागि नगरको संवेदनशील स्थानहरूमा सीसीटीभी जडान गर्ने, सडक बत्ती जडान गर्ने तथा अन्य आवश्यक कुराहरूको निर्माण तथा सञ्चालन हुने कुरा पनि नियमित रूपमा भइरहेको म जानकारी गराउन चाहन्छु। पहिलो चौमासिकको सार्वजनिक सुनुवाईबाट हामीले यहाँहरूबाट निम्न सुझावहरू समेत ग्रहण गरेका थियौँ। सो सुझावहरू म संक्षिप्तमा यहाँहरूलाई प्रस्तुत गर्न चाहन्छु। शिक्षा स्वास्थ्य सेवामा अझ राम्रो गर्नुपर्ने, भौतिकभन्दा मानवीय विकासमा जोड दिनुपर्ने, टोल बस्तीबाट माग भएका योजना कार्यक्रमहरूलाई अधिकतम रूपमा समेट्नुपर्ने, लौरी घोल ताल तथा हरियाली पार्कको कार्यलाई अगाडि बढाउनु पर्ने, कार्यालयको कामकाजलाई छिटो छरितो बनाउनु पर्ने, विद्युतीय पोल तथा तार व्यवस्थापन गर्नुपर्ने, ध्वनि प्रदूषण गर्ने सवारी साधनको नियमन गर्नुपर्ने, यसै गरी टाढी सौरा लगायतका सहरी एरियामा भएको फोहोर मैलालाई व्यवस्थापन गरी सहरलाई सुन्दर बनाउनु पर्ने, छात्रवृत्तिमा निष्पक्षता र मापदण्ड लागू गर्नुपर्ने, दमकल लगायतका आकस्मिक सेवालाई चुस्त र दुरुस्त बनाउनु पर्ने जस्ता महत्त्वपूर्ण सुझावहरू हामीले ग्रहण गरेका थियौँ र यी सुझावका आधारमा हामीले हाम्रो सेवालाई परिमार्जन
गर्दै लगिएको बेहोरा पनि म यहाँहरू सबैलाई जानकारी गराउन चाहन्छु र यसमा हामीले अझै धेरै काम गर्न बाँकी नै छ र यिनीहरूलाई हामीले आवश्यक स्रोत साधन र कर्मचारीको व्यवहारबाट गर्न सकिने कामहरू सुचारू रूपमा गर्ने पनि म जानकारी गराउन चाहन्छु। नगरपालिकाको ऐना भनेकै नगरका नागरिकहरू हुन्। यसैले पनि नगरवासीहरूको सेवा विकास र सुशासनका लागि रत्नगर नगरपालिका सदैव लागि परेको अवस्था छ। यो सरकार तपाईँ हाम्रो घर दैलोको सरकार पनि हो। यसैले पनि आज हामी यहाँ केवल नगरपालिकाको तथ्याङ्क सुनाउन आएका होइनौँ। हजुरहरूका प्रश्न सुनि सुझाव र त्यसको उत्तर दिनु हाम्रो कर्तव्य पनि हो। लोकतन्त्रमा प्रश्न सोध्नु नागरिकको अधिकार हो भने त्यसको उत्तर दिनु हाम्रो कर्तव्य पनि हो। त्यसैले आजको यस कार्यक्रममा यहाँहरूको सक्रिय र उत्साहजनक सहभागिताका लागि मैले हार्दिक अनुरोध गर्दछु। यहाँहरूका अमूल्य सुझाव तथा प्रश्नहरूले हामीहरूलाई हाम्रो कार्य तथा नगरपालिकाको सेवा प्रति थप जिम्मेवार र अनुशासित बनाउने अपेक्षासहित अहिलेलाई म बिदा हुन चाहन्छु। नमस्कार, धन्यवाद।